गाइस हामी बिहान भयो होइन अब रेडी हुन्छौँ अब यहाँबाट निस्किने बेला भयो गाइस है यसो भाइबको लागि म्युजिक ब्याकग्राउन्डमा अनि एउटा कुरा देखाउँछु ल गाइस देख्नुभयो गाइस के हो त्यो त्यहाँनिर चाहिँ ट्रम्प टावर छ क्या गाइस त्यो चाहिँ डोनाल्ड ट्रम्पको प्राइभेट होटल हो होइन अब यहाँबाट निस्केर हाम्रो फायर अफ भ्याली इट टेक्स लाइक 1 आवर गाडीहरूमा किन्ने ठाउँमा किनौँ अनि खाऊ ओके अनि 1 बजीतिर हिँड्नु थाला अनि हुन्छ त्यही गर्नुपर्छ अनि त्यहाँबाट खाएर भइहाल्यो नि हिँडेको फलफुल भइहाल्छ यत्रो चिन्ने केरा भइहाल्छ सिरियस हुनुपर्छ क्या सिरियस हुनुपर्छ गाइस अब चाहिँ चेकआउट गर्न लागिरहेको छु हामी होइन अब यहाँबाट नि गाइस हाम्रो गाडी रिसिभ गर्ने हो अनि यहाँबाट निस्किने हो है एउटा गाडी रेन्टल गरेको एसयुभी गाइस है यतिखेर हामी आएको छौँ भ्याली अफ फायर स्टेट पार्कमा रेस्टरुम हुनुपर्ने त यार यहाँनिर सोध न त्यहाँनिर गएर अब यत्रो मलाई जङ्गलमा जहाँ हान्दा पनि हुन्छ होला हुन त होइन तलतिर जाउँ न तलतिर छ कि यस्तो यस्तो कुल ठाउँ रहेछ कि गाइस ढुङ्गै ढुङ्गा होइन ढुङ्गाको तलबाट मार्नु त्यो एउटा ढुङ्गा त्यहाँ अड्किरहेछ छ जस्तो फिल हुन्छ क्या रातो ढुङ्गा अनि ढुङ्गाको बिचमा त्यो हुन्छ नि अब यो ढुङ्गा हेर्नु न कस्तरी फर्म भएको छ त्यो ढुङ्गा है यो ढुङ्गामा चढ्न मन लाग्यो होइन यो सेडिमेन्टरी रक्स यसलाई फिल गर्न मन लाग्यो मिलियन्स अफ इयर्सको इरोजन पछि फर्म भएको यो होइन कुनाबाट हिँड्न मन लाग्ने क्या आफूलाई चाहिँ नि यहाँबाट हेर्नु त कस्तो बवाल छ खतरा देखिरहेको छ यार खोलाबाट हिँडेको महसुस गरिरहेको छु यताबाट मलाई पनि त्यही फिल भइरहेको छ यहाँबाट पानी छारा बगेको पछि त थिएन पानी नै थिएन यता सानो यो ठाउँबाट मात्रै बगेको पोहोर सुक्दै गयो अहिले त पुरै सकिएन क्या बवाल रहेछ यार गाइस वाह यार खतरा दामी रहेछ खतरा प्रवीण ढुङ्गा त कस्तो ग्रिपी रहेछ क्या म ढुङ्गाको माथि छु यतिखेर लुक एट दिस बवाल रहेछ यार ब्रो क्या बवाल रहेछ यार मलाई त यसलाई फिल गर्न मन लाग्यो क्या यो ढुङ्गालाई नि गाइस ढुङ्गामा केही पनि आएको छैन माटो साटो केही लागेको छैन बवाले खतरा हेर्नुहोस् त गाइस कस्तो छ यहाँ बवाल म यसमा चढेर हिँडिरहेको छु होइन यस्तो छ गाइस है अहिलेसम्मको बेस्ट ठाउँ हो यो त्यो दुइटा स्ट्रक्चरले गर्दा फर्दर मोस्ट पोइन्ट हो यो होइन यहाँनिरको फर्दर मोस्ट पोइन्ट हो यहाँबाट अन्त जाने ठाउँ छैन होइन रोडवे चाहिँ छैन तर त्यहाँनिर मान्छेहरू हाइक गरेर चाहिँ जाँदो रहेछन् गाइस है तपाईँ यहाँनिर हिँड्दाखेरि फेरि स्लाइड हुनुहुन्न क्या त्यस्तो खालको ढुङ्गाको स्ट्रक्चर छ होइन यसले यो जुत्तामा मेरो ग्रिप छैन र पनि म चाहिँ केही पनि भएको छैन क्या यस्तो दामी छ यस्तो बवाल ठाउँ देखेको थियो कहिले
बब्बाल यार बब्बाल यो ठाउँ अहिलेसम्मको बेस्ट यो भ्यालीको सबैभन्दा बेस्ट यहाँ बस्नु मन लाग्यो कि मलाई त नि यहाँनिर र अनि यो हेर्न मन लाग्यो क्या यतातिरको स्ट्रक्चर प्रवीण यहाँ आउन यहाँ पाप पाप सबै जाने रहेछ यहाँबाट छिर्यो नि होइन यस्तो गर्मीमा यहाँ बस्छ त यस्तो ठन्डा क्या शीतल क्या चिसो रहेछ क्या सबिर तिमी यहाँबाट कतिको पाप गरेर तिमी छिर्छ छिर्दैन हेरौँ त यहाँबाट ओइ तिमी यहाँबाट चिसो कि चिस यहाँ हेरौँ त ल त्यो छिर्दैन ओ माइ गॉड के यो मान्छेले पापै पाप गरेछ